दर्शकबिन नमस्कार गढीन्युज.com मा यहाँहरूलाई स्वागत छ। अहिले हामी चाहिँ एउटा यो स्कुलमा छौँ जसलाई प्राइभेट सुगर मिल्सको नामबाट चाहिँ बाहिरबाट हेर्दाखेरि प्रमोसन गरेको देखिन्छ। त्यस्तो हिसाबले अहिलेसम्म चलाउनु भयो। अब यसो हेर्दा त ठिकै छ त, अरूको त यो अवस्था पनि छैन, टिचर पुगेको छैन, भवन पुगेको छैन, होइन? त्योभन्दा त यो स्कुल त राम्रै देख्यो त। अब पढाइ चाहिँ के छ सर? पढाइ पनि राम्रै छ। अहिले पनि क्लासमा जानु हिँड्नु, हाम्रो बच्चाहरूसँग कुरा गरेर हेर्नुहोस्। हाम्रो बच्चाहरू बाउन्ड्री प्रवेश गर्न बित्तिकै मधेसको विद्यालय भए पनि विद्यालयमा प्रवेश गर्न बित्तिकै नेपाली बोल्न थाल्छ। अनि उनीहरूको पढाइको बारेमा तपाईँहरू हिँड्नुहोस्, क्लासमा गएर अब्जर्भ पनि गरिदिनुहोस् तिनीहरूको अवस्था के छ भनेर। म त भन्छु राम्रो छ, तपाईँहरू पनि गर्दा सोद्धा राम्रो हुन्छ। हाम्रो रिलायन्स सुगर मिल्सको प्रोप्राइटर श्री राजु गाडियाज्यूले तपाईँको विद्यालयलाई जे पर्छ त्यो अझै पनि दिन म तयार छु। अझै उहाँसँग हामीहरू अपेक्षा गरेका छौँ कि हाम्रो विद्यालयको पर्खाल र चारकोठे भवन लिनलाई। उहाँले एकदम सकारात्मक हुनुहुन्छ। कम्प्युटर, विद्यालयको भवन, अरू के गर्नुपर्छ त्यो सबै गरिदिन्छु भनेर उहाँले भन्नुभएको छ। उहाँको भनाइ नै हुन्छ कि म यहाँको सामाजिक मान्छे हो, म यहाँको समाजमा बसेको छु, म यो समाजले केही न केही गरिदिनुपर्छ भनेर उहाँको चाहना हो। अनि उहाँलाई चाहिँ वातावरण बिगारिदियो भनेर पनि भन्छन् होला? होइन, वातावरण बिगार्नु भएको छैन। अब ठिक छ, अलिकति कसैलाई 100जनामा 1-2जनालाई नराम्रो पर्या होला, तर उहाँले 95जनालाई त राम्रै गरिदिनु भएको छ। यहाँका मान्छेहरूले रोजगार पाएका छन्। सरलाई सोध्नु त होइन, यसो रोजगार त छ होइन, त्यो चिजहरू यहाँ भवनहरूमा पनि लगानी गरिदिएको छ, राम्रो कुरो छ। त खोलामा चाहिँ छोडिदिन्छ नि त्यो कालो पानी भनेर चाहिँ। अब त्यो कुराको बारेमा मलाई थाहा भएन। अब यहाँ हामीले यो समाजको लागि राम्रो गरिदिनु भएको छ, हामीले त्यो देखे हो। सकारात्मक कुराहरू हामीले देखेको हो। अब कहाँ के भएको छ ठिक हो। अब व्यापार छ, सरकारले धेरै चलाएको छ, सबै मापदण्ड पुरा गरेकै होला, त्यो बेग्लै पार्ट हो। तर उहाँहरूले यो पनि गर्नुभयो, एउटा राम्रो खुसीको कुरा हो। त्यसलाई धन्यवाद उहाँहरूलाई पनि। अब इन्डस्ट्री हालेर यो एरिया चाहिँ पुरा प्रदूषित भयो भनेर चाहिँ हल्ला छ। तपाईँ चाहिँ इन्डस्ट्रीले के गर्यो त्यो बारेमा मलाई थाहा छैन भन्नुहुन्छ, तर यो इन्डस्ट्रीले यो स्कुललाई यतिसम्म गर्यो र यतिसम्म गर्नेवाला छ भन्नुहुन्छ। त्यो के हो खासमा? त्यो यति प्रभावित किन हुन्छ यो के अरे सुगर मिल्स? प्रभावित हुनुको कारण एउटा के छ भने उहाँले पर्सनल फोन नम्बर मलाई दिनुभएको होला। तपाईँले विद्यालयको बारेमा कुनै किसिमको समस्या पर्यो भने मलाई डाइरेक्ट फोन गरेर भन्दा हुन्छ। म विद्यालयलाई सबै कुरा कसरी पुर्याउने हो, 1 सालमा हुँदैन, 2 सालमा हुन्छ, 2 सालमा हुँदैन, 3 सालमा हुन्छ, म पाठ गरेर पुर्याउँछु, तर बेस्ट विद्यालय बनाएर देखाउँछु। त्यसले गर्दा हामीहरू प्रभावित भएको हो। तपाईँको कन्सर्न पुरा हो। स्कुल छ, त्यसलाई चाहिँ राज्यसँग पैसा माग्दाखेरि दिँदैन, टिचर पनि दिँदैन, भवन पनि दिँदैन। कसैले म गरिदिन्छु भन्दाखेरि त 2जनाको सहयोगले अझ राम्रै कुरा। एउटाले जग्गा हालिदियो, एउटाले बिल्डिङ बनाइदियो, होइन? अब बाँकी अब टिचरहरूको कन्डिसनमा पनि उहाँ जस्ता मान्छेहरू भएको त थोड़ा सजिलै हुन्छ। उहाँ जस्तो समाजसेवी मान्छे हुनुहुन्छ, हामीले अपेक्षा पनि बढेका छ। जहाँ छैन त्यहाँ त अपेक्षै गरेका छैन मान्छेहरू, तर हामीसँग उहाँ जस्तो मान्छे हुनुहुन्छ, हामी त सौभाग्यशाली हो। अब उहाँले त्यस्तो गरिदिनु भएको छ। इन्डस्ट्री छ, त्यही भएर पनि हो फेरि। हो होइन भने उहाँ यहाँ आउनुहुन्थ्यो नि, हेर्नुहुन्थ्यो। अब उहाँ त यहाँको बासी जस्तै भइहाल्नु भएको छ। उहाँ अहिले हुनुभयो त इन्डस्ट्रीकै कारणले। इन्डस्ट्रीकै कारणले। अब उहाँको भनाइ कि यो मेरो समाज हो, म आफ्नो समाजमा केही न केही गर्छु भनेर चाहना हो। त्यो चाहनाले हामी प्रभावित छौँ। सरलाई धन्यवाद भनौँ, सरको स्कुल राम्रो होस्। बाँकी धन्यवाद।